एन्ड वेलकम टु माई च्यानल। आज तपाईँको स्वागत छ मेरो फेरि च्यानलमा। मेरो नाम चाहिँ स्मिथ। हजुर मैले चिन्नुभयो होला। यो चाहिँ मेरो सेकेन्ड ब्लग होइन। आज चाहिँ म यत्तिकै घर बसिरहेको छु गाइजहरू। के अब म हजुरले हिजो मैले हजुरले आफ्नो बहिनीसित भेटाउन पाएन, किनकि मेरो बहिनी स्कुल परीक्षा गर्न गइएको थिएँ। म किन जान्नु भनेपछि म अहिले आफ्नो 8 क्लासको बोर्ड एक्जाम सकेर घर बसिरहेको छु। यता चाहिँ मेरो बहिनी हेलो बहिनी, हेलो गाइस भनिदेऊ न। नो किन मेरो बहिनी चाहिँ अहिले सत्य र जान लागेको छ। हामी चाहिँ सिर्जना बालबाटिकमा पढ्छौँ होइन। यहाँ चाहिँ मम्मी काम गर्दै, म चाहिँ भर्खर उठिएको छु। ब्रुस हातमा फ्रेस हुनु पर्यो। बहिनी जान लाग्यो। बाई राम्ररी गरे। आज किसको परीक्षा र साइन्स अलि गाह्रो हुन्छ राम्ररी है। 8 क्लासमा गएपछि थाहा हुन्छ के सजिलो हुन्छ कि के हुन्छ भनेर। 8 क्लासमा छमा सजिलो हुन्छ के हुन्छ भनेर थाहा हुन्छ गाइस। यो चाहिँ हाम्रो बाइक होइन। टाइगर सबै चल्लाले केन्छन् दे बिचरा यसो खाने दिनु। यहाँ मैले कहाँ एउटा हातले मोबाइल समातिरहेको छु, एउटा हातले यो बुर्समा मन्जन हालिरहेको छु। यहाँ कम हुन्छ एउटा हातले। पहिलोचोटि थाहा भयो बराबरहरूको कसरी एउटा हातले काम गर्छन्। गयो यति घाम पनि ज्याकेट लगाउँछिस्। मेरो पनि यति घाम पनि ज्याकेट लगाउँछु। वाह सस्टिनुहोस्। म त यहाँ राति सुत्दाखेरि त कस्तो घाम हुन्छ झन्। मैले सुत्दाखेरि के म अब जस्तो कि हाम्रो सेन्टर त्यहाँ बिजुली स्कुल पढाएको थियो त्यो जनता हाम्रो बिजुलीको जनता श्री जनता सांस्कृतिक माध्यमिक विद्यालय श्री जनता सांस्कृतिक माध्यमिक विद्यालय मुख धुवा चाहिँ नयाँ नानी। यसको यही हुन्छ पूजा गर्छु आफूले त त्यो गरेर ल्याउँछु। मैले मुख धुने बनाएर लगाउँछु भने चाहिँ यसो लगाइदिन्छु कि, किनकि अब स्कुल जान लागेको छु म। फेरि अलिक टाइम लाग्छ त्यही भएर मलाई हेर्नुहोस् क्या मेरो यस्तो आयो तँ गएपछि यस्तो किन के यसले देखेर हेर्नु के कस्तो रिस उठ्दा हो क्या। उयो राखौँ मैले मन्जन हालिसकेँ। राखौँ जति गर्ने अलि मुख धुने हेर्छ के अरे। एकदम पारामा मम्मी काम गरेर न हेलो गाइस भनिदिनु न। मम्मीले चाहिँ बस्मी काम गर्नुहुन्छ। हात मम्मीको यो यता दुख्छ त्यो पनि काम गर्नुहुन्छ कि हाम्रो लागि। म चाहिँ अलिक ढिलो उठाउँछु होइन। यो त एकैछिनै गाइजुनु यहाँ फिट्यो। अब फुटबल खेल्न जाने भनेको घरदेखि म आइसकेको छु। यो गाइस जुन चाहिँ फुटबल प्र्याक्टिस म किट लिएर आउँछु। यो पनि भेट्यो भने चाहिँ तलदेखि जाएर लाग्छु किट लिएर आउनु पऱ्यो। टक्कल फेरि आज हजुरलाई फुटबल खेल्ने भ्लग देखाउँछु। आज किपर तर खास छैन। अब हेरौँ नाम हेरेर चाहिँ मम्मी भएको छ। मेरो बहिनी बाबाको मोबाइल के हेर्न छु बहिनी टिकटक। यो लाउँछु अच्छा खोइ नै निकाल्न छु के
भन्नु पर्यो के हुन्छ त्यस्तै जान्ने क्या फोर भएको छ क्या तपाईँ एकछिन उता मम्मीले पनि जान्दिनँ मैले जान्दिनँ खाइछु गइहाल्छु हो म सुत्नुमा त्यो घर आएको कारणले भाउ त्यस्तो मैले जान्दिनँ एकैछिन अड्यो है एकैछिन अड्यो है यिन चाहिँ यहाँ प्र्याक्टिस गर्दै त्यो नि बस पुग्थ्यो बस चप्पल उता लगाउने नि भाइले के भन्छ कि भनिन्छ छ्याउँछ कि नत्र एकछिन है म त भाइ आइछु म एकैछिन चाहिँ म रेडी लास्टै पर्छ हेर्नु न हिजो खेल्नु गयो लास्टै पर्छ यो चाहिँ अब हेरौँ झुलामा एउटा हातले कति सजिलो त हुन्न वा हुन्छ स्किल प्र्याक्टिस गर्दै यो चाहिँ हाम्रो नेपाली उठा तिमी म सक्दैन हेलो मैले झोलामा राख्ने भनेको हो तर एउटा हातले साँच्चै सकिन्न एउटा हातले सकिँदैन त्यही काम गर्दाखेरि पनि तनाव हुन्छ जाम कहिले कस्तो जाम म भोलि आउँछु फुलवालो के छ यो त फेरि खतरा हो कि फेरि खतरा रोजाजी कहाँ करते हो नि बल खेल्नै जाइ त्यहाँ र यसले बोलाएर आयो मेरो मुनाले भात खान्छु भने पनि बस्मी पहिला खेल्थ्यौँ आजकल फेरि स्टार्ट गऱ्यो हामी खेल्न हेरौँ 2:41 जाम यति भालो न हुन्छ फेरि मस्त यति न सुस्तरी अहिले 2:41 भयो होइन खाना यस्तो के तिनजना फाइनली हामी तिनजना पुगिसक्यौँ यहाँको एउटा पोस्टकोले लगिल्यो कसले हामीले यहाँ गाडी थियौँ कसले त्यही लगिल्यो पोस्ट यो यस्तै लगिल्यो यहाँ छिन्डियो यस्तो त हुन्छ कहाँ यस्तो यहाँ फाल्दै यही झ्याउ हुन्छ क्या कहाँ चलास त अघि नै ल्याउनु सक्नुहुन्छ अरे अहिले जानु थाल्यौँ न बहुला अब पनि फेरि हाल्ला कस्तो झ्याउ हुन्छ
गाइजहरू अहिले चाहिँ यस्तो भयो कि हामीले यहाँ जोरेलीमा भेटाएको थियौँ उता त्यसमा त्यसको पछाडि भेटायौँ। अहिले चाहिँ यहाँ हामीले बनायौँ। अब मैले किट लाउँछु यसलाई नदेखाऊँ, यसलाई जाल लाग्छ। यस्तो छ यो वास्तवमा यहाँ प्लोटिङ बन्न लाग्छ। हामीले फेरि प्लोटिङ बन्दासम्म त हामी खेल पाइयो होइन, त्यही भएर अब हामी खेल्छौँ। अब यिनीहरू चाहिँ यहाँ गाडीले यहाँ त्यो गरिदिउँ। यो पनि अब रेडी हुनु छ, म पनि अब रेडी हौँ। मेरो बेस्ट फोर भयो भने मलाई मारिदिन्छ मम्मीले। ओ या यिनीहरू अड्डाउन खान हाम्रो अब निकाल्नु मजा सब फोर भएको छ। म एकैछिनमा भेट्छु यिनी लगेपछि। हजुर अहिले चाहिँ हामी रेडी भएर बसिसकेको छौँ। त्यसले फ्रिकी खान्ला हामी यहाँ मस्त रेडी भएर बस्छौँ। म किपर एउटा हातले मोबाइल समातेको छु, एउटा हात Dropping bodies into place till the sun's out. Can't fuck with me, so don't even try. Cause when the bullets fly, I'm the last one to die. Pulling up black windows once you go down. You must be crazy if you think that I'ma slow down. Don't wanna hear it talking shit, fuck the drama. You keep it coming, I'ma send you to your mama. Pistol whip, quick clip, get the guns out. Dropping bodies into place till the sun's out. Can't fuck with me, so don't even try. Cause when the bullets fly, I'm the last one to die. फुटबल खेलेर आइसकेको छु। हजुरलाई हेर्नुमा धन्यवाद। आजको लागि यति नै। बाई बाई, टाटा सी यू। फेरि भेटौँला अर्को भिडियोमा। बाई बाई।